नमस्ते। आज हामी कुरा गर्दैछौं एउटा यस्तो विषयको जुन हरेक देश र त्यहाँका नागरिकका लागि एकदमै महत्वपूर्ण छ, सुशासन। आखिर यो सुशासन भनेको के हो र कुनै पनि देशको विकास र नागरिकको खुशीको लागि यो किन यति धेरै आवश्यक छ त? ल आउनुहोस् यसका पिलरहरू के हुन् अलि नजिकबाट हेरौं। सबैभन्दा पहिले एउटा एकदमै सीधा प्रश्नबाट सुरु गरौँ न, हैन? एउटा राम्रो सरकार आखिर चल्छ कसरी? के चुनाव जित्नु र शासन चलाउनु मात्रै हो त, कि यो भन्दा पनि गहिरो केही कुरा छ? हो, यही प्रश्नले नै हामीलाई आजको विषयको मुटुसम्म पुर्याउँछ। हो, त्यो गहिरो कुरा नै हो सुशासन अर्थात् गुड गभर्नेन्स। यो भनेको खासमा के हो भने केही सिद्धान्तहरूको एउटा फ्रेमवर्क हो जसले सरकारलाई निष्पक्ष, प्रभावकारी र सबैभन्दा ठूलो कुरा जनताप्रति समर्पित बनाउँछ। मतलब यो खाली रूल गर्ने कुरा मात्रै भएन, सही तरिकाले रूल गर्ने कुरा भयो, जहाँ हरेक निर्णय, हरेक काम जनताको भलाइका लागि हुन्छ। ल अब अलिकति भित्र छिरेर हेरौँ है त। सोच्नुहोस् त, कुनै पनि बलियो घर बनाउनलाई के चाहिन्छ? सबैभन्दा पहिले बलियो जग, होइन? हो, ठ्याक्कै त्यस्तै सुशासनको लागि पनि एउटा चट्टान जस्तै बलियो आधार चाहिन्छ। र त्यो आधार के हो त भन्दा कानून र प्रणाली। त्यो जगको सबैभन्दा पहिलो र सायद सबैभन्दा महत्वपूर्ण पिलर हो कानूनको शासन अर्थात् रूल अफ ल। यसको मतलब एकदमै सिधा छ, कानूनभन्दा माथि कोही पनि छैन, नो वान। चाहे त्यो एक सामान्य नागरिक होस् वा देशको सबैभन्दा शक्तिशाली व्यक्ति, कानूनको अगाडि सबै बराबर। र कानून सबैमाथि बिना कुनै भेदभाव निष्पक्ष रूपमा लागू हुनै पर्छ। ल, कानून त भयो, तर त्यो कानूनको शासनलाई जोगाउने कसले त? हो, त्यो जिम्मा लिन्छ स्वतन्त्र र सक्षम न्यायपालिकाले। भन्नुको मतलब एउटा यस्तो जुडिसियरी सिस्टम जो कुनै पनि राजनीतिक दबाव वा बाहिरी प्रभावबाट पुरै मुक्त छ। जब अदालतले कसैको डर बिना निष्पक्ष भएर न्याय दिन सक्छ नि, तब मात्र कानूनको शासन साँच्चै बलियो हुन्छ। अनि जगको तेस्रो पिलर हो स्थिर र सक्षम राजनीतिक व्यवस्था। अब सोच्नुस् न, यदि देशको राजनीतिक सिस्टम नै घरिघरि ढलिरहन्छ, अस्थिर छ भने कुनै पनि राम्रो काम कसरी अगाडि बढ्छ र? बढ्नै सक्दैन। त्यसैले एउटा प्रिडिक्टेबल र स्टेबल लोकतान्त्रिक प्रणाली नभई हुँदैन। यसले मात्र देशलाई लामो समयसम्म विकासको बाटोमा लैजान्छ र जनताको विश्वास पनि जित्छ। त्यसो भए के देखियो त भन्दा कानूनको शासन, स्वतन्त्र न्यायपालिका र स्थिर राजनीतिक व्यवस्था। हो, यी तीन पिलर मिलेर नै एउटा विश्वास गर्न लायक राज्यको जग बन्दो रहेछ, चट्टान जस्तै बलियो जग। अनि यही जगमाथि सुशासनको बाँकी महल थडिन्छ। ल, जगको कुरा त भयो, अब जगमाथि बनेको सरकारको इन्जिन चाहिँ कसरी चल्छ त? भन्नुको मतलब सरकारले डे टु डे काम कसरी गर्छ? यहाँ दुईवटा कुरा एकदमै महत्वपूर्ण हुन्छन्, पारदर्शिता र दक्षता। पारदर्शिता अर्थात् ट्रान्सपेरेन्सीलाई यसरी बुझाउन, मानव सरकार एउटा सिसाको घरभित्र बसेर काम गरिरहेको छ। उसले के निर्णय गर्यो, कसरी गर्यो, अनि जनताले तिरेको करको पैसा कहाँ र कसरी खर्च भइरहेको छ, सबै कुरा बाहिरबाट छर्लङ्ग देखिन्छ, केही लुकाइएको छैन। हो, सूचनामा आम नागरिकको यही पहुँच नै पारदर्शिता हो। अब दोस्रो कुरा आउँछ दक्ष र प्रभावकारी प्रशासनको। यसको सोझो अर्थ हो काम छिटो, छरितो र प्रभावकारी ढंगले गर्ने, जनताको करबाट उठेको एक एक पैसाको सही सदुपयोग गर्ने। मतलब थोरै स्रोत साधन लगाएर धेरैभन्दा धेरै र राम्रोभन्दा राम्रो नतिजा दिनु नै एउटा कुशल प्रशासनको पहिचान हो। अनि जहाँ पारदर्शिता र दक्षताको कुरा आउँछ, त्यहाँ भ्रष्टाचार नियन्त्रणको कुरा नआउने त कुरै भएन। भ्रष्टाचार भनेको एउटा यस्तो धमिरा हो जसले सुशासनको बलियो भनिएको जग र पिलरलाई भित्रभित्रैबाट खोक्रो बनाइदिन्छ। त्यसैले भ्रष्टाचार रोक्न कडा कानून र एकदमै कडा निगरानी प्रणाली बिना सुशासनको इन्जिन त चल्नै सक्दैन। यहाँनिर बाटो दुईटा मात्रै छन्। एउटा बाटो हो प्रभावकारी निगरानीको, जहाँ कसैले गल्ती गर्यो भने सजाय हुन्छ भन्ने डर हुन्छ। अनि अर्को बाटो हो दण्डहीनताको, जहाँ जे गरे पनि हुन्छ, कसैले केही गर्न सक्दैन भन्ने मानसिकता मौलाउँछ। अब सुशासन चाहिने हो भने पहिलो बाटो रोज्नुको कुनै विकल्प नै छैन। छोटकरीमा भन्दा पारदर्शिता, दक्षता अनि भ्रष्टाचारमा शून्य सहनशीलता हो, यी तीन चीज मिलेपछि मात्रै सरकारको त्यो इन्जिन बन्छ जसले चुनावमा गरेका वाचाहरूलाई साँच्चै काममा बदल्न सक्छ, त्यो पनि सफा र प्रभावकारी तरिकाले। ल, हामीले जगको कुरा गर्यौं, सरकारको इन्जिनको कुरा पनि गर्यौं। अब आउँछ सबैभन्दा महत्वपूर्ण हिस्सा,
त्यो हो सरकार र जनता बीचको सम्बन्ध, किनकि जनताको शक्ति नै सुशासनको आत्मा हो। लोकतन्त्रमा हामी नागरिकहरू खेल हेर्ने दर्शक मात्रै होइनौं, हामी त मैदानकै खेलाडी हौं। जनसहभागिता भनेको यही हो। देशका लागि नियम कानून बनाउँदा होस् वा त्यसलाई लागू गर्दा त्यसमा नागरिकको सक्रिय र अर्थपूर्ण भूमिका हुनुपर्छ, किनकि जब जनताको आवाज सुनिन्छ तब मात्र सरकारले साँच्चै जनताको लागि काम गर्छ। तर जनताले भाग लिएर मात्रै के गर्नु यदि उनीहरूको कुरा सुन्ने कोही भएन भने? हो, त्यसैले जनसहभागिता तब मात्रै काम लाग्छ जब नेतृत्व जवाबदेही हुन्छ, रेस्पोन्सिभ हुन्छ। भन्नुको मतलब जनताको आवश्यकता, माग, गुनासो सुनेर तुरन्तै रियाक्ट गर्ने नेतृत्व। जनताको आवाजलाई इज्जत गर्नु भनेको यही हो। त्यस्तै अर्को महत्वपूर्ण कुरा हो उत्तरदायित्व अर्थात् अकाउन्टेबिलिटी। यसलाई सरकारी अधिकारीहरूले जनतालाई बुझाउनु पर्ने रिपोर्ट कार्ड जस्तो सम्झिए पनि हुन्छ। उनीहरूले आफूले गरेको हरेक निर्णय र कामको लागि जनताप्रति जवाफदेही हुनै पर्छ। उनीहरू जनताका सेवक हुन्, त्यसैले उनीहरूको जवाफदेहिता पनि जनताप्रति नै हुन्छ, अरू कसैप्रति होइन। र यो खण्डको अन्तिम तर उत्तिकै महत्वपूर्ण पिलर हो समावेशिता र समानता। किनभने कुनै पनि सरकार तब मात्र असल सरकार हुन्छ जब त्यसले आफ्ना सबै नागरिकलाई बराबर सेवा दिन्छ, केही थोरैलाई मात्रै होइन। समावेशिताले के सुनिश्चित गर्छ भने समाजको हरेक वर्ग, लिङ्ग, जाति र समुदायका मानिसले देशको विकास र अवसरमा बराबर हिस्सा पाएका छन्। यो चार्टले समावेशी समाजको कस्तो राम्रो चित्र देखाउँछ। हेर्नुस् त, यहाँ वर्ग, लिङ्ग, जाति, समुदाय सबै छन्। जसरी एउटा डोनटका सबै टुक्राहरू मिलेर एउटा पूरा गोलो बन्छ, त्यसरी नै समाजका यी सबै तबकाको अर्थपूर्ण सहभागिता भएपछि मात्र एउटा पूर्ण र बलियो राष्ट्र बन्छ। ल, हामीले सुशासनका धेरै पिलरहरूको बारेमा छुट्टा छुट्टै कुरा गर्यौं। अब यी सबै टुक्राहरूलाई एकै ठाउँमा जोडेर हेरौं न। आखिरमा सुशासनको पूरा चित्र कस्तो देखिँदो रहेछ त? हामीले सुशासनलाई मूलतः 3 भागमा बाँडेर हेर्यौं, हैन त? पहिलो, यसको बलियो जग, जसमा कानूनको शासन, स्वतन्त्र न्यायपालिका र स्थिर राजनीतिक प्रणाली पर्छ। दोस्रो, सरकारको इन्जिन, जुन पारदर्शिता, दक्षता र भ्रष्टाचार नियन्त्रणले चलाउँछ। र तेस्रो, सरकार र जनता बीचको कनेक्सन, जुन जनसहभागिता, उत्तरदायित्व र समानताले जोड्छ। तर यहाँ सबैभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने यी सबै पिलरहरू छुट्टा छुट्टै टापु होइनन्। यिनीहरू सबै एक अर्कासँग एकदमै गहिरो गरी जोडिएका छन्। सोच्नुस् त, जेङ्गाको टावर जस्तै। यदि एउटा मात्रै ब्लक कमजोर भयो वा निकालियो भने के हुन्छ? पुरै टावर ढल्छ। सुशासनको संरचना पनि ठ्याक्कै त्यस्तै हो। र अन्त्यमा एउटा प्रश्न जसको उत्तर हामी सबैले खोज्नुपर्छ। हाम्रो आफ्नै शासन प्रणालीलाई हेर्दा हामीले भर्खरै कुरा गरेका यी पिलरहरू वास्तवमा कति बलिया छन् त? र सबैभन्दा महत्वपूर्ण कुरा, यिनलाई अझै बलियो बनाउनका लागि के गर्न सकिन्छ होला? सोच्नुहोला है।